सुन्तलाको घरी हुन्छ भनेको न च्याङच्याङ त बेसरी रहेछ क्या सुन्तलाको घरी रहेछ नि त भेना ऊ छ ऊ सुन्तला नि रहेछ नि 2-3वटा गाउँ गएको गाउँ गएको गाइस भेना नाच्ने है जाने बेलामा नाच्ने है ठुलो भेना र सानो भेना नाचाउने आउनु कसको ए अर्ग्यानिक अमिलो हुन्छ है यही गर होला नि लोकल भैँसी सुनसान है घर त है सबै उता गर होला नि अहिले गाउँमा कोही पनि छैन अहिले त त्यो पनि उस भएर होला नि अर्को भएर होला नि सबै उता गएको कस्तो लाग्यो त नि भेना स्याङ्जा गाउँ एकदम रमाइलो बाटोमा अब भरे कसरी जाने हामी है डाँडामा टपमा रहेछ एकदमै रमाइलो रहेछ पछि मैले पकाऊ भनेको नि त दिदीको घर ल हाम्रो दिदीको घर आइपुग्यो गाइस ल फाइनल्ली गाइस दिदीको घरमा गाइसहरु हामी स्याङ्जा के रे गाउँको नाम पेल्का चौर सिमलेमा आइपुग्यौँ उहाँ चाहिँ यो घरको ओनर हो अब यहाँ दिदी खाना खानु भन्छ बिचरा हामी चाहिँ खायौँ है ल यसरी नै खिच्नु पर्यो नि मलाई